विदेशको दूरीले मान्छे मात्र होइन, परिवार बन्ने सपना पनि टाढा बनाइदिन्छ। उनी विदेशमा छन्, काम, जिम्मेवारी र समयको दौडको बीचमा, र उनी यही छिन् नेपालमा एक्लै, मनमा धेरै प्रश्न बोकेर टोलाइरहेकी छिन्। फोनबाट मायाका कुरा त हुन्छ, सम्बन्ध पनि मजबुत नै छ, तर सन्तानको कुरा आउँदा कहिलेकाहीँ शब्दभन्दा पहिले मौनता गहिरिन्छ। परिवार पर्खिरहेको हुन्छ, समाजले सधैँ चाहिँ हेरिरहन्छ, र उनी यहाँ कसरी अगाडि बढ्ने भनेर गम्भीर भएर सोचिरहन्छन्। त्यही सोचाइमा उनी समाधान खोज्न थाल्छिन्, अनि त्यसै क्रममा उनी पुग्छिन् शिशु फर्टिलिटी क्लिनिक एन्ड आइभीएफ सेन्टर। यहाँ उपचार मात्र हुँदैन, यहाँ कुरा बुझिन्छ, समय दिइन्छ र भरोसा पनि दिइन्छ। डाक्टरले भन्छन् सबै कुरा चाहेर पनि हतार ल्याउँदैन। हरेक यात्राको आफ्नै गति जस्तै शरीरको पनि आफ्नै प्रक्रिया र गति हुन्छ। आइभीएफ त्यही आशा हो जसले टाढा रहेका दुई मनलाई एउटै सपनातिर फेरि अघि बढ्न सिकाउँछ। अनि विदेशमै भए पनि निर्णयसँगै उपचार यहाँ चल्छ, समर्थन उताबाट पनि आउँछ। यसरी दूरी बीच पनि एउटै सपना बाँचिरहन्छ। देश फरक हुन सक्छ, दूरी लामो हुन सक्छ, तर सही साथ र सही उपचार पाएपछि आमा बुवा बन्ने सपना अझै सम्भव हुन्छ। शिशु फर्टिलिटी क्लिनिक एन्ड आइभीएफ सेन्टर, खुसी एक नयाँ जीवनको।